सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले आज संसदमा बोल्नुभएको एउटा क्लिप निकै नै अहिले विवादित बन्न पुगेको छ। जुन क्लिप हो सीमा विवाद विषयमा, यानि कि हाम्रो सीमाको विषयमा अहिले हाम्रो प्रधानमन्त्रीज्यूले बोल्दाखेरि अहिले निकै नै एउटा विवाद बन्न पुगेको छ। एकैछिन हेर्नुहोस् त यो क्लिप। लिपुलेक लिम्पियाधुराको बारेमा उहाँले सोध्नुभयो, अघि पनि भनिसके, यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक। तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो। त्यही भएर दुईटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ, के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोचिरहेका छौँ। धन्यवाद। हेर्नुभयो नि, वास्तवमा यो विषयमा चाहिँ हाम्रो सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले कसरी बोल्नुभयो, के कुरालाई चाहिँ मानेर चाहिँ बोल्नुभयो, यो विषय भनेको निकै गम्भीर विषय छ, एकदम विवादित नै छ। एउटा राष्ट्रको घात जस्तै भनौँ न, होइन। वर्षौंदेखि हामी नेपालीहरू, यानि कि हाम्रो नेपालले हाम्रो सीमाहरू कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्ता हाम्रा भूभागमा चाहिँ भारतले दादागिरी जमाएर चाहिँ हाम्रा भूभागहरूलाई चाहिँ आफ्नो देशका भूभाग हुन् भनेर बारम्बार दाबी गरिरहेको छ। त्यति मात्र नभएर अहिले लिपुलेक हुँदा अहिले चाइना जोड्ने एउटा सडक खण्ड पनि त्यहाँ विस्तार गरिसकेको छ। त्यो विषयमा पनि निकै विवाद चर्किएको छ, यो समाधान भएको छैन। तर पनि आज हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले धेरै पछि सांसदमा चाहिँ जवाब, हाम्रो सांसदहरूले सोधेको प्रश्नको जवाब दिने क्रममा चाहिँ जुन आज हाम्रो देश नेपालले पनि भारतका केही सीमाहरू चाहिँ ओगटेको छ, यानि कि मिचेको छ भनेर चाहिँ उहाँले जुन एउटा भाष्य बोल्नु भएको छ नि, त्यो निकै नै निर्दयनीय छ। उहाँले कुन विषयलाई आधार, कुन तथ्यलाई चाहिँ मानेर चाहिँ बोल्नु भएको छ सम्माननीय प्रधानमन्त्री समक्ष चाहिँ यो भिडियो पुर्याउन, साथै यो कुन आधारमा उहाँले बोल्नु भएको, एउटा राष्ट्रियता कहाँ गयो, एउटा प्रधानमन्त्री जस्तो गरिमामय कुर्सीमा बसेको मान्छेले यस्तो विषयमा बोल्दाखेरि चाहिँ निकै नै अहिले ध्यान पुर्याएर बोल्नुपर्छ, निकै नै तथ्यका साथ बोल्नुपर्छ भन्ने मलाई लाग्छ। अब पक्कै पनि नेपालले कसरी विवाद गर्यो होला, कसरी हाम्रो सीमाहरू चाहिँ भन्नाले भारतको सीमाहरू चाहिँ हाम्रो नेपाल कसरी मिच्या होला हैन, यो एकदम अचम्मको कुरा पनि छ, हुन पनि सक्छ। तर पनि एउटा कुनै पनि तथ्याङ्क नहुँदा, होइन, एउटा तथ्य, एउटा जानकारी त हुनु पर्यो, एउटा तथ्य कुनै एउटा आधार नभएर यो बोल्नु चाहिँ निकै नै निर्दयनीय छ। र यो विषयमा सबैले आवाज उठाउँ भन्न चाहन्छु। र राम्रो काम गर्नेलाई सदैव साथ दिइन्छ, होइन, नराम्रो काम गर्नेका विरुद्ध हामी सधैँ बोलिन्छ। एउटा स्वतन्त्र नागरिक भएका नाताले चाहिँ म भन्न चाहन्छु, यो विषयमा बोल्दाखेरि चाहिँ प्रधानमन्त्रीज्यूले कुन आधारमा बोल्नुभयो, यो विषयलाई सच्याउन आवश्यक छ। र साथै हाम्रा गुमेका भूमिहरू भन्नाले हाम्रा मिचिएका भूमिहरू कालापानी, लिम्पियाधुराको विषयमा चाहिँ जसरी पनि हाम्रो संसदमा आवाज उठ्दै भारतसँग चाहिँ टक टु टक टेबल गरेर चाहिँ हाम्रा ती विवादित भूमिहरूलाई चाहिँ हाम्रो देश नेपालको बनाउनु पर्छ भन्दै धन्यवाद व्यक्त गर्न चाहन्छु। जय नेपाल, जय चन्द्र सूर्य, नमस्कार।